दर्शकवृन्द नमस्कार। काठमाडौँलाई तराईसँग छोटो दूरीमा जोड्ने नेपालकै पहिलो फास्ट ट्र्याक निर्माणको क्रममा रहेको छ। नेपाली सेनाको व्यवस्थापनमा फास्ट ट्र्याक निर्माणको काम भइरहेको हो। हालै काठमाडौँ तराई मधेस द्रुत मार्ग अर्थात् फास्ट ट्र्याक निर्माणको पछिल्लो प्रगति विवरण सार्वजनिक भएको छ। अहिलेसम्म फास्ट ट्र्याक आयोजनाको समग्र भौतिक प्रगति करिब 38% तथा वित्तीय प्रगति करिब 40% पुगेको नेपाली सेनाले जनाएको छ। 2083 चैत्रसम्म फास्ट ट्र्याक निर्माण सम्पन्न गर्ने भनिए तापनि यो आयोजना तोकिएकै समय सीमा भित्र भने निर्माण सम्पन्न नहुने देखिएको छ। दर्शकवृन्द, विभिन्न प्याकेजहरूमा विभाजन गरी फास्ट ट्र्याकको निर्माण हुँदै आएकोमा सडक, सुरुङ मार्ग तथा पुलहरूको निर्माण कार्य अहिले पनि जारी रहेको छ। काठमाडौँको सुरुवाती बिन्दु खोकनामा जग्गा मुआब्जा लगायतमा कुरा नमिल्दा यो क्षेत्रमा भने काम अगाडि बढ्न सकेको छैन। दर्शकवृन्द, करिब 71 किलोमिटर लम्बाइ रहेको फास्ट ट्र्याकमा विभिन्न प्याकेज अन्तर्गत कामहरू भइरहेका छन्। करिब 71 किलोमिटर सडक खण्ड मध्ये करिब 10 किलोमिटरमा विभिन्न स्थानहरूमा सुरुङ मार्ग निर्माण गर्नुपर्ने छ, जस अन्तर्गत मकवानपुर जिल्लामा रहेको लेनडाँडा तथा धेद्रे सुरुङ मार्ग ब्रेक थ्रु भइसकेको छ। फास्ट ट्र्याकमा निर्माण भइरहेका सुरुङ मार्ग सवारी साधन आवत जावत गर्न समानान्तर रूपमा दुई छुट्टै सुरुङहरू निर्माण गरिएको छ। लेनडाँडा सुरुङको दायाँ तर्फको लम्बाइ 1633 मिटर रहेकोमा बायाँ तर्फको सुरुङको लम्बाइ 1612 मिटर रहेको छ। यसै गरी धेद्रे सुरुङ मार्गको दायाँ तर्फको लम्बाइ 1653 मिटर रहेकोमा बायाँ तर्फको सुरुङ मार्गको लम्बाइ 1728 मिटर रहेको छ। निर्माणाधीन महादेवटार सुरुङ मार्ग निर्माणको अन्तिम चरणमा पुगेको छ। यसै गरी निर्माण गर्नुपर्ने अरू दुई सुरुङ मार्ग डिजाइनको काम भइरहेको फास्ट ट्र्याक आयोजनाले जनाएको छ। संशोधित डिजाइन अनुसार अर्को 515 मिटरको सुरुङ मार्ग थप भएकोमा यसको पनि निर्माण कार्य भइरहेको छ। दर्शकवृन्द, फास्ट ट्र्याकमा 89 वटा पुलहरू समेत निर्माण गर्नुपर्नेमा सबै पुलहरूको निर्माण कार्य जारी रहेको छ। नेपालमै पहिलो पटक 81 मिटरसम्मका अग्ला पुलहरू फास्ट ट्र्याक आयोजना अन्तर्गत निर्माण भइरहेकोमा स्ट्रक्चर तथा सब स्ट्रक्चर लगायतका कामहरू भइरहेको आयोजनाले जनाएको छ। ललितपुरको खोकनादेखि बाराको निजगढसम्म निर्माणाधीन फास्ट ट्र्याकको लागत 2 खर्ब 13 अर्ब रहेको छ। 2075 सालमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले नेपाली सेनालाई फास्ट ट्र्याक निर्माणको जिम्मा दिएको थियो। फास्ट ट्र्याक आयोजना 2080-81 मा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएकोमा त्यो सम्पन्न नहुने देखिएपछि यो राष्ट्रिय गौरवको आयोजनाको म्याद 2083 चैत्रसम्म थप गरिएको छ। निर्माणको समय सीमा बढेसँगै आयोजनाको लागतमा समेत वृद्धि भएको छ। निर्माण सम्पन्न भई फास्ट ट्र्याक सञ्चालनमा आएको खण्डमा काठमाडौँ तराई करिब 1 घण्टामै आवत जावत गर्न सकिनेछ। यसले गर्दा सवारी साधनहरूको समय बचत हुनुको साथै पेट्रोलियम पदार्थको खपतमा समेत कमी आउने विश्वास गरिएको छ। फास्ट ट्र्याकको पछिल्लो प्रगति विवरण हेर्दा के थप गरेकै समय सीमा भित्र काम सम्पन्न होला त यहाँहरूलाई के लाग्छ कृपया कमेन्ट गर्नुहोला।